नमस्ते, स्वागत छ हजुरहरूलाई शान्ति भान्साघरमा। आज मैले हजुरहरूको सामु आँपको अचारको रेसिपी लिएर आएको छु। आउनुहोस् अब हामी आँपको अचार बनाउन सुरु गरौँ। यसरी आँप काटिसकेपछि चाहिँ हामीले यसलाई चारवटा ठुम्का बनाउने। यत्रो पिस बनाएर राख्ने। मैले अब यो सबै आँपहरूलाई यत्रो पिस बनाएर काट्छु। ल हेर्नुस् त मैले यो सबै आँपहरूलाई मसिनो बनाएर काटिसकेँ। अब हामीले यो आँपमा नुन लगाउने। 2 चम्ची नुन लगाउने अनि 1 चम्ची बेसार पनि लगाउने। यसरी नुन र बेसार लगाइसकेपछि हामीले यसलाई राम्रोसँग मोल्ने। ल हेर्नुस् त मैले यो आँपलाई नुन र बेसार लाएर मजाले मोलिसकेँ। अब चाहिँ हामीले यसलाई आधी घण्टा जति छोपेर राख्ने। ल हेर्नुस् त मैले यो आँपमा नुन र बेसार मोलेर राखेको पनि आधी घण्टा भइसक्यो। ल हेर्नुस् त यसरी हामीले आँपको अचार बनाउँदा नुन र बेसार मोलेर राख्यो भने यसरी सबै आँपको पानीहरू निकाल्छ। अब चाहिँ हामीले यो आँपलाई जाली भाँडामा हालेर यो पानी तर्काउनु पर्ने हुन्छ। अब मैले यो आँपलाई यो जाली भाँडामा खन्याउँछु। हामीले यसरी यो आँपलाई जाली भाँडामा खन्याउँदा तल चाहिँ एउटा सानो बल राख्नुपर्छ। यसरी आँपबाट निस्केको पानी सबै तर्काउने। अब मैले यो आँपलाई 2 घण्टासम्म ढाकेर राख्छु। ल हेर्नुस् त मैले बेसार र नुन मोलेर राखेको पनि 2 घण्टा भइसक्यो। यो आँपबाट पनि पुरै पानीहरू तर्किसकेको छ। यति धेरै पानी निस्केको छ। अब हामीले यो आँपलाई चाहिँ सुगोमा खन्याउने। मैले यो आँपलाई यसरी सुगोमा खन्याउँछु। अब हामीले चाहिँ यो आँपलाई 1 दिनको एकदमै चर्को घाममा सुकाउनु पर्छ। यसरी सुकाएर बनाएको आँपको अचार चाहिँ 2 वर्षसम्म पनि केही पनि हुँदैन। ल हेर्नुस् त यो आँप पनि घाममा मजाले सुकिसकेको छ। अब चाहिँ मैले यसलाई एउटै सुगोमा खन्याउँछु। अब हामीले यसलाई भित्र लाने। ल हेर्नुस् त मैले यो आँपलाई 1 दिनको घाममा मजाले सुकाएँ। यो पनि एकदमै राम्रोसँग सुकेको छ। यसमा कति पनि पानी छैन। अब मैले यसलाई एउटा बाटामा खन्याउँछु। अब हामीले यो आँपको अचारको लागि मसलाहरू तयार पार्ने। मैले अब मसलाको लागि ग्यासमा प्यान बसालेँ। ग्यास पनि अन गरेँ। अब मैले यसमा थोरै सर्स्यौ राख्छु अनि सौँफ पनि लगाउँछु।
हामीलाई चाहिँ आँपको अचार बनाउँदा यो सर्स्युँ र सौफ बाहेक अरू मसलाहरू राख्नु पर्दैन। यो सर्स्युँको बास्ना अनि यो सौफको बास्ना एकदमै मिठो हुन्छ। यदि हामीसँग सर्स्युँ छैन भने तोरी राख्दा पनि हुन्छ। अब हामीले सानो ग्यास गरेर 1 मिनट जति यसलाई चलाउँदै भुट्दै गर्ने। यसलाई चाहिँ कति पनि काँचो नराख्ने। यसरी मसलाहरू रेडी पार्दा चाहिँ हामीले हतार कति पनि गर्नु हुँदैन। ल हेर्नुहोस् त मैले यो मसलालाई भुटेको पनि 1 मिनट भइसक्यो। यो नि राम्रोसँग भुटिसकेको छ। अब मैले ग्यास बन्द गर्छु। यो मसलालाई चाहिँ हामीले यो तातो भाँडामा नराख्ने। यसलाई चाहिँ हामीले छुट्टै प्लेटमा खनाएर राख्ने। अब मैले यसलाई यो प्लेटमा खनाएर राख्छु। अब हामीले यसलाई एकछिन चिसो हुन दिनुपर्छ। ल हेर्नुहोस् त मसला पनि राम्रोसँग सेलाइसकेको छ। यहाँ मैले डल्ले खुर्सानी लिएको छु। यो डल्ले खुर्सानीलाई चाहिँ मैले भुटेको छैन। यो सुकेको डल्ले खुर्सानी हो। यसलाई चाहिँ मैले नभुटिकन यत्तिकै मिक्सरमा लगाउँछु। अब यसलाई पनि मसिनो बनाउँछु। ल हेर्नुहोस् त मैले यो खुर्सानीलाई पनि मसिनो बनाइसकेँ। यसलाई पनि मैले अब एउटा बलमा खनाउँछु। अब यसै गरी हामीले मसलालाई पनि मसिनो बनाउने। ल हेर्नुहोस् त मसला पनि मैले मसिनो बनाइसकेँ। यसलाई पनि मैले एउटा प्लेटमा खनाउँछु। मैले यो खुर्सानी नभुटिकन पिसेको छु। त्यसैले मैले यो खुर्सानीमा राख्नको लागि तेल तताउँछु। तेल तताउनको लागि मैले ग्यासमा प्यान बसालेँ। ग्यास पनि अन गर्छु। अब मैले यो प्यानमा तोरीको तेल लगाउँछु। खुर्सानीको लागि चाहिँ यति तेल भए पुग्छ। यो तेललाई चाहिँ एकदम तातो गराउनु पर्छ। ल हेर्नुहोस् त तेल पनि तातिसक्यो। अब यो तातो तेल चाहिँ हामीले खुर्सानीको धुलोमा लगाउने। ग्यास बन्द गरिदिन्छु। हामीले चाहिँ यो तेल यसरी खुर्सानीमा राखेर यो खुर्सानीलाई यही तेलमा मजाले फ्राई गर्ने। यसरी तेलमा फ्राई गरेर राखेको खुर्सानी आँपको अचारमा राख्यो भने एकदमै मिठो हुन्छ। बास्ना पनि एकदमै मिठो आउँछ। अब हामीले यसलाई एकछिन मजाले चलाउने। अब फेरि यही भाँडामा हामीले थोरै आँपको अचारको लागि तेल बसाल्ने। फेरि पनि मैले यसमा तोरीको तेल लगाएँ। तेल चाहिँ यति भए पुग्छ। मैले त्यहाँ अलरेडी खुर्सानीमा पनि तेल लगाएको छु। त्यसैले यति भएपछि हामीलाई तेल पुग्छ। ल हेर्नुहोस् त तेल पनि तातिसक्यो। तातिएर एकदमै मजाले धुवा निस्किएको छ। अब हामीले यसमा थोरै मेथी फराइदिने। यो मेथीलाई हामीले चाहिँ पुर्याउने।
ल हेर्नुहोस् त मेथीको दाना पनि यतिको कालो भइसक्यो। अब हामीले यतिको भएपछि ग्यास बन्द गर्ने। अब हामीले यो आँपमा भुटेर राखेको मसलाहरू लगाउने। अब हामीले यसमा नुन लगाउने। नुन चाहिँ धेरै नलगाउने। पहिले हामीले नुन बेसार राखेर आँपलाई मुछेर राखेको हुनाले त्यही आँपमा पनि अलिअलि नुन लागेको छ। पहिला यति लाएर विचार गर्ने, त्यसपछि लासेन भने पछि बल्ल थप्ने। नुन लगाइसकेपछि हामीले अघि नै बनाएर राखेको डल्ले खुर्सानीको पेस्ट लगाइदिने। यो खुर्सानी चाहिँ कतिको पिरो खानुहुन्छ त्यही अनुसार लगाउनु होला। मैले चाहिँ यति लगाएँ। अब हामीले यसमा तेल लगाइदिने। मैले चाहिँ यसमा बेसार लगाएन। बेसार चाहिँ पहिल्यै लगाएको थियो, त्यही भएर मैले पछि बेसार थपेन। अब हामीले यसलाई राम्रोसँग दुईटा हातले मजाले मुस्ने। यसरी बनाएको आँपको अचार चाहिँ एकदमै मिठो हुन्छ। लङ टाइमसम्म पनि बस्छ, केही पनि हुँदैन। हामीले चाहिँ यसरी आँपको अचार बनाएर राख्यो भने लामो समयसम्म पनि बिग्रिँदैन। त्यसैले हजुरहरूले पनि यसरी आँपको अचार बनाएर अवश्य पनि खानुहोला। ल हेर्नुहोस् त यो अचारमा चाहिँ सबै मसलाहरू लगाइसक्यो। अब मैले यसलाई एउटा सिसाको जारमा खनाएर राख्छु। मैले यसरी अब सबै सिसाको जारमा लगाउँछु। हामीले चाहिँ यो आँपको अचार राख्दा मजाले खाँदी खाँदी राख्नुपर्छ। यसलाई चाहिँ हामीले 10 दिनदेखि 15 दिनसम्म घाममा सुकाएर राखेपछि खानको लागि रेडी हुन्छ। मैले यस्तै सजिलो अनि मिठो रेसिपी हजुरहरूको सामु लिएर आउने नै छु। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई पनि पुरा हेरेर लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। मेरो भिडियो पुरा हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।